आदरणीय सम्पूर्ण चिकित्सक साथीहरू नमस्कार। म डाक्टर अजय सिंह थापा, नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षको उम्मेदवार। नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षको उम्मेदवारी दिँदै गर्दा मेरा योजना तथा प्रतिबद्धताहरू यहाँ समक्ष प्रस्तुत गर्दछु। मेरा अल्पकालीन योजनाहरू प्रथम बैठकमै पेश गर्ने, छलफल गर्ने र निर्णय गर्ने विषयहरू यस प्रकार रहेका छन्। नेपालमा एकमात्र मेडिकल लाइसेन्सको व्यवस्थापन गर्ने, टेम्पोरेरी लाइसेन्स खारेज गर्ने, नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको सञ्चालन काठमाडौँ मात्र नभएर उपत्यका बाहिर गर्ने र आन्सर की सार्वजनिक गर्ने, बायोमेट्रिकका लागि आवश्यक पर्ने बाहेकका अन्य सेवा सुविधा अनलाइन गर्ने र सर्टिफिकेट डेलिभरी समेत आधिकारिक कार्यालय, बैंक, काउन्सिल कार्यालय, मेडिकल कलेजमा गर्ने र व्यवस्थापन गर्ने। त्यस सँगसँगै रजिस्ट्रेसन, गुड स्ट्यान्डिङ लगायत कार्यालय व्यवस्थापनमा आइटी बेस्ड ई गभर्नेन्स, टाइम बाउन्ड सेवा लागू गर्ने, पेरिफेरल तथा रिमोट चिकित्सकलाई सीएमई, सीपीडी अनलाइन मोड्युल मान्यता दिने, हरेक सीपीडी सीएमई कार्यक्रम सञ्चालन गर्दा त्यसको काउन्सिलबाट वैधानिकताको निम्ति मेडिकल लिगलसँग सम्बन्धित प्र्याक्टिकल सन्देश वा विषयगत छलफलमा कम्तीमा 5-10 मिनटको सेसन अनिवार्य गर्ने र त्यो सँगसँगै मेडिकल काउन्सिल ट्रान्सप्यारेन्सीको व्यवस्थापन गर्ने। यसका लागि एनएमसीको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने, सेक्युरिटी ब्रिच हुने खालको एजेन्डा बाहेकका चिकित्सकहरूसँग सम्बन्धित बोर्ड बैठकका मिटिङ छलफल सबै लाइभ गर्ने, निर्णय प्रक्रिया, बजेट, बोर्ड बैठक, माइन्युट सारांश उपस्थित सङ्ख्या सहित वेबसाइटमा राख्ने र लाइसेन्स चिकित्सकहरूले लगइन गरेर हेर्ने मिल्ने व्यवस्थापन गर्ने। र मेरा केही दीर्घकालीन योजनाहरू पनि छन्। यस दीर्घकालीन योजनाहरू अनुसार एथिकल बोर्ड बनाउने, अहिले काउन्सिलमा एथिकल कमिटी मार्फत विभिन्न मुद्दा उजुरीहरूको टुङ्गो लगाउने प्रक्रियाहरू हुने रहेछन्। आर्थिक वर्षको सुरुमै विज्ञहरूको सूची तयार गरी एथिकल बोर्ड, मेडिकल ज्युरी बोर्ड गठन गरी त्यस मार्फत उजुरी लगायतको निराकरण गर्ने, विज्ञहरूको चयन सार्वजनिक आह्वान मार्फत गरिने र माल प्र्याक्टिस छानबिनमा दबाव रहित निर्णय प्रक्रिया अपनाउने र त्यस्ता उजुरीकर्ता वा निवेदनकर्ताको लागि व्हिसल ब्लोअर प्रोटेक्सन नीति बनाउने। यस सँगसँगै नयाँ नीतिहरूको तर्जुमा गर्ने, भविष्यमा रोग परीक्षण, निदान, उपचार, पुनर्स्थापना, डायग्नोस्टिक, थेराप्युटिक केयर आदि इत्यादिमा टेलिमेडिसिन र आर्टिफिसियल इन्टेलिजेन्स बेस्ड टेक्नोलोजी प्रयोग हुने हुँदा त्यस सँगसँगै आउने अवसर र चुनौतीका आवश्यक नियमन गर्ने र नियमन नीति तर्जुमा गर्ने, विभिन्न विषयहरूसँग छलफल गरी काउन्सिलले नेपाल स्पेसिफिक ट्रिटमेन्ट गाइडलाइन्स बनाउने, यसबाट नेसनल मेडिकल प्र्याक्टिस स्ट्यान्डर्ड इन्डेक्स तयार गर्ने, सँगसँगै अस्पतालहरूमा अनिवार्य रिस्क म्यानेजमेन्ट प्रोटोकल्सहरू बनाउने र सरकारवाला निकायसँग छलफल गरी प्रोफेसनल इन्डिपेन्डेन्ट इन्सुरेन्स बाध्यकारी बनाउन पहल गर्ने, मेडिकल र डेन्टिस्ट्री सेन्टरमा देखिएका सम्पूर्ण क्वाकरी अन्त्य गर्न आवश्यक नीति सरकारवाला र निकायसँग समन्वय गरी बनाउने र नो टलरेन्स नीति लागू गर्ने। मेरा केही व्यक्तिगत प्रतिबद्धताहरू पनि तपाईहरू माझ म प्रस्तुत गर्न चाहन्छु। मासिक फुल हाउस बैठक र साप्ताहिक कमिटी बैठकलाई अनिवार्य प्राथमिकता राख्ने गर्दछु। चिकित्सकसँग समय समयमा संवाद, हरेक 3 महिनामा फिडब्याक फोरमहरू राख्नेछु। व्यक्तिगत राजनीतिक प्रभाव बाहिर बसेर निष्पक्ष नियमन गर्नेछु। निर्णय प्रक्रियामा डेटा र एभिडेन्स आधारमा विश्लेषण गर्नेछु। त्यो सँगसँगै चिकित्सकमा हुनुपर्ने सत्यनिष्ठा, पारदर्शिता, जवाबदेहिता सधैँ मेरो रहनेछन् र म विभिन्न विषयगत विषयहरूमा मैले वकालत गर्नेछु। जस्तै अहिले देखिएका आइट्रोफोबिया, चिकित्सकप्रति अविश्वास घटाउने जनचेतना अभियान सुरु गर्नेछु। स्वास्थ्य मन्त्रालय, समाजहरू, मिडियासँग नियमित सहकार्य गर्नेछु। बोन्डिङ गर्दै गर्दा
सरकारी सेवामा प्रवेश पूर्ण रूपमा बन्देज विरुद्ध आवाज उठाउनेछु। एमडिएमएस अध्ययन गर्न 1 वर्ष बाध्यकारी अनुभव हटाउने पहल गर्ने वकालत गर्नेछु। त्यस सँगसँगै विभिन्न विषयगत विषयहरूमा फेलोसिपलाई निर्वाह व्यवस्थापन गर्नको लागि म वकालत गर्नेछु। तराई मधेसका विद्यार्थीहरू र चिकित्सकहरूका लागि मेडिकल कलेज र अस्पतालहरूसँग समन्वय गरी छठ पूजामा थप विधाको प्रावधान गर्ने वकालत गर्नेछु। इन्टर्न र रेजिडेन्टहरूले जोखिम भत्ता चाडपर्व भत्ता पाउनुपर्ने पहल गर्ने विषयमा म पूर्ण रूपमा वकालत गर्नेछु। रेजिडेन्सीमा वैवाहिक विधातर्फ 1 विधा शीर्षक थप गर्न सहयोग तथा वकालत गर्नेछु। गर्भवती महिला चिकित्साका लागि स्वास्थ्य जोखिमको ख्याल गर्दा आवश्यक विधा र सुविधा थप गर्न पहल गर्नेछु। मेडिकल कलेजमा दबाव रहित वातावरणका लागि काउन्सिलले अनुभव निर्देशन गर्ने दिने म पहल गर्नेछु। साथै यहाँहरूको महत्त्वपूर्ण सल्लाह सुझाव साथ र समर्थनसहित अमूल्य मतदान प्रदान गरिदिनु हुन सम्पूर्ण चिकित्सकहरूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।